सबै मैवादन भनिन्छ सौभन्दा सुध नै प्यारो। आमा बुबाका लागि छोरा छोरीहरू जतिको प्रिय हुन्छन् नि, नाता नातिना पनि उनीको लागि त्यत्तिकै प्रिय हुँदो रहेछ। छोरी विवाह गरेर ज्वाइँसँग जान्छे, छोराले विवाह गरेर बुहारी ल्याउँछन् अनि उनीहरूको आफ्नो घर संसार हुन्छ। यो त एउटा प्राकृतिक नियम नै हो। अनि आमा बुबासँगको त्यो एउटा घनिष्ठताबाट अलिकति दूरत्व हुन्छ, किनभने त्यो एउटा घर संसारले गर्दा, पारिवारिक कारणले गर्दा पनि त्यो हुन्छ। अनि त्यो एउटा जति नै छोराछोरीहरू बुढो भए तापनि, म्याच्योर्ड भए तापनि आमा बुबाको लागि चाहिँ नि छोरा छोरीहरू बच्चा नै हुँदो रहेछ। अनि त्यो एउटा प्यास हुन्छ नि, त्यो एउटा तृष्णा, छोराछोरीसँगको निकटताको एउटा तृष्णा हुन्छ नि, त्यो तृष्णा चाहिँ उनीहरूको पासमा रहेको नाता नातिनासँग खेलेर, उनीहरूको सफलतामा रमाएर उनीहरूको असफलतामा दुखित भएर नै प्यास बुझाउँदो रहेछ।